Oh everyone, आज चाहिँ हाम्रो गइरहेको छ सोलो हाइकिङ साथीमा गइरहेका छौँ। अगाडिबाट चाहिँ हामीले बोर्डिङ पास लग्नुपर्ने हुन्छ। हामी जाने चाहिँ यहाँ माथि डाँडामा हो। देखि चाहिँ हाम्रो सोलो हाइकिङ सुरु भयो। हामीलाई चाहिँ त्यहाँनिर भिडियो बनाउनु दिनु भएन हाम्रो आर्मी सरहरूले। हामीले चाहिँ बोर्डिङ पास लगिसकेछौँ 2टा। अनि हाम्रो ओरिजिनल डकुमेन्ट चाहिँ राख्नुभयो उहाँहरूले। अनि फिलहाल यो दिनुभएको छ। हामी 10 मिनट नै हिँडिराखेनौँ गाइस, थकाइ लागिसक्यो। खुट्टा यस्तो भयो कि अब पुरै छोडिदिने क्या। मान्छे थकाइ लाग्यो भने चाहिँ यहाँ तर विशेष गरी यहाँ चाहिँ कपालहरू आउनु पर्दो रहेछ क्या। हामी त सिङ्गल मान्छे, अब साथी साथी आयो फिलहाल ठिक छ, घुम्नु चाहिँ पर्दो रहेछ। साथी चाहिँ थाकेर ल्याएर साह्रै गर्मी भयो, थकाइ यहीँ लाग्यो। तर बाटो चाहिँ बवालै छ है, यस्तो दामी बाटो बनाएको क्या साथी है। तर हाइकिङको लागि सोलो हाइकिङ गर्न चाहनुहुन्छ भने चाहिँ जामा चाहिँ इज द बेस्ट के कसम भने। कस्तो दामी बाटोहरू, पहाडमा हिँड्नुको चराचुरुङ्गीको आवाज सुन्नुको मजै बेग्लै के। थकाइ चाहिँ लास्ट पे लिने रहेछ। जाम साथी जाम जाम भनेर कति भने पैसा छैन, यो छैन। हाइकिङ जानलाई पैसा चाहिन्छ, हिँड्न सक्नुपर्छ। अब रुममा बसेर रिग्रेट गर। अब मन हुनुपर्छ साथी, पैसा भन्ने कुरो ठुलो होइन क्या। लाइफमा यत्तिको हिँडिन सक्ने चाहिँ बुढेसकालमा फेरि घुँडा दुखेर फेरि जान पाएन, उ गर्न पाएन भन्लास् फेरि। त्यही भएर हामीसँग आइजो हाम्रो साथी फेरि लट्ठी टेकेर। तर वाइले गर्नु हाइकिङ जस्तो देख्यो तर रमाइलो छ गाइस। अब हामी एकछिन फोटोसुट गर्छौँ, त्यसपछि हजुरलाई चाहिँ देखाउँछौँ ल। कस्तो कस्तो देखियो यार, कस्तो भइरहेको एकदम फ्यान्टास्टिक। The fuck? यता चाहिँ फेरि बाटो प्लेन रहेछ हिँड्नुको लागि। तर जस रमाइलो पनि भइरह है, रमाइलो गर्ने इच्छा चाहना हुनुपर्छ। साथीभाइ भयो झनै राम्रो। अब छैनन् भने चाहिँ आफै पनि रमाइलो गर्न सकियो लाइफमा। यता हो नि जाने ए टिकट चाहिँ बस हाम्रो चाहिँ यहाँ फेरि क्यामेरा रहेछ, चेकपोस्ट रहेछ। अनि हाम्रो चाहिँ टिकट फेरि चेक गर्नुभयो। हाम्रो डिटेल्सहरू, हाम्रो फोन नम्बरहरू, हाम्रो घरको नम्बरहरू चाहिँ एक्जेट गर्नुभएको छ सरले। अनि त्यसपछि यहाँ चाहिँ के रहेछ भने चाहिँ आर्मीहरूको ट्रेनिङ सेन्टर रहेछ। जो नयाँ भर्ती हुनुभएको नि रिक्रुटहरू चाहिँ यहाँ हुँदो रहेछ ट्रेनिङ सेन्टर। अनि यो बाटो हेर्नु न कस्तो लोभ लाग्दो छ क्या। साथी के भन्न चाहन्छौ? एकदम इन्जोयमेन्ट मुमेन्ट भएको छ अहिले चाहिँ। एकदम ह्याप्पी, एकदम कुल, अहिले आनन्द लागिरहेको छ। एकदम सहरभन्दा अलिक टाढा एकदम रमाइलो लागिरहेको छ। तर यसो न कहिले काहीँ महिनामा एकचोटि भयो भने हाइकिङ चाहिँ आउनु पर्दो रहेछ। निराजन भाइ तिमी पस्ताउँछौ, निराजन भाइ सुन, तिमी पस्ताउँछौ। भाइ दाइले भन्थ्यो भन्नु, जाम भाइ भन्दा जान्न भन्थ्यो, पस्ताउँछौ भाइ, माग कसम। यो चाहिँ सल्लो हो, कस्तो दामी छ हेर न, यसको डिजाइनहरू हेर्न सक्नुहुन्छ। अनि हजुरहरू जहाँ जो हाइकिङ आउँदै हुनुहुन्छ भने चाहिँ प्लिज यहाँ माछा मासुहरू चाहिँ केही नि ल्याउनु दिन्न रहेछ। माथि चाहिँ पवित्र ठाउँ रहेछ, त्यही भएर नलिएर आउनु होला, नखाएर आउनु होला। अरू चिज चाहिँ हजुरलाई इन्ट्री गर्न दिन्छ। बाटोमा सल्लाहहरू खस्या। अनि फिलहाल घाम चाहिँ यताबाट परिरहेको क्या, पूर्वतिरबाट परेको हुनाले। अनि फिलहाल
अलि क्यामेराले फोकस गर्न सकेको छैन, कालो देखिर होला। कपालहरूलाई त आउनुलाई त बेस्ट हो कि बेस्ट। हामी जस्ता अब हामी चाहिँ यहाँबाट कति छ भनेर भन्नु पर्दाखेरि ठ्याक्कै तपाईँ देख्न सक्नुहुन्छ 3 किलोमिटर मात्र। कस्तो लाग्यो त बाटो हजुरहरूलाई? जामाचो चाहिँ भन्दाखेरि सबभन्दा छोटो, सबैभन्दा नजिक र राम्रो पनि। जामाचो चाहिँ हाइकिङ गर्नलाई सजिलो, छोटो, मिठो ठाउँ जान्छु भने चाहिँ जामाचो इज द बेस्ट। हाम्रो हाइकिङ अर्को कहाँ हुन्छ भने चाहिँ शिवपुरी, अनि त्यसपछि सुन्दरी जल। अनि कस्तो देखियो कि ह्यान्डसम देखिएन र? ए ह्यान्डसम नै रहेछु। अब एकछिन बस्नु पर्यो भन्दा नि हाँसो लाग्छ क्या। एकजना कपाल आउनु भएको थियो, कहिले दायाँ छिर्नु भएको, कहिले बायाँ छिर्नु भएको। हामीलाई देखाउनलाई हो कि किन छिर्नु भएको हो? हाइकिङ आएपछि सरासर हाइकिङ चढ्नु हो, कहिलेका दायाँ कहिलेका बायाँ। किन छिर्नु भनेको, किन छिर्नु? यस्तो भयो गर्मी। ठिक छ, कुनै दिन हामी पनि आउँला। ढिलो चाँडो हो, सबै कुराहरू हुन्छ। एउटा यस्तो सिधै ठाडो छ क्या उकालो, त्यो उकालो त भन्नै सकिन्न। कस्तो भइरहेको छ त? भोक लागिसक्यो। अब हामी एकछिन खाजा खान्छौँ। खाजा खाएको नि के देखाउनु, फेरि देखायो भन्ने हुन्छ होइन। खाजा खाइसकेपछि चाहिँ हामी फेरि हजुरसँग जोडिने प्रयासमा छौँ। म पत्रकार बन्नु पऱ्यो कि सर? कस्तो राम्रो बनाइरहेको छु म त भिडियो, पहिलोचोटि हो। हेर्दा हेर्दा त्यसो न मोडल सोडल खेल्नु पायो भने हुन्थ्यो जस्तो लाग्यो। गाह्रो छ, मेरो साथीलाई एकदमै गाह्रो छ। यहाँको तपाईँले भ्यू हेर्नुहोस् है, भ्यू हेर्नुहोस्। भ्यू अलिक घामकोले गर्दा चाहिँ हजुरहरूको यो टक्क पारेर यो धुसियोहरू चाहिँ देखिरहेन क्या यहाँबाट काठमाडौँ भ्याली। आम्मामा यस्तो बवाल देखिरहेन, कुनै छोडिदिनु क्या डाँडा। वाट क्रेजी क्या, क्रेजी क्रेजी। अब हामी चाहिँ माथितिर लाग्यौँ। यहाँनिर भ्यू स्यू हेरिसकेपछि फोटोसोट हानिसकेपछि अब यहाँ चाहिँ माथितिर लाग्छ। फाइनल्ली हामी पुगिसक्यौँ मेन ठाउँमा। यहाँको भ्यू देखाउँछु म हजुरहरूलाई एकछिनमा। अहिले भ्यू पनि देखाउँछु म, काठमाडौँको भ्यू पनि देखाउँछु अहिले। यो चाहिँ हाम्रो सामानहरू भइसक्यो, हामीले खाना खाइसक्यौँ। खानाहरू खाइसक्यौँ हामीले। अब यसो न यहाँको पोइन्ट अफ भ्यूहरू चाहिँ घुम्छौँ हामीहरू। अब यहाँ लालीगुराँसहरू चाहिँ निस्किसकेको रहेछ क्या अहिले, यो निक्रिसकेको रहेछ। यो बुट्टामा चाहिँ रहेछ अलिअलि हल्का हल्का। अनि प्रायः जस्तो मान्छेहरू आएपछि टिप्दो रहेछ लालीगुराँसहरू, हामी चाहिँ टिप्दैनौँ अहिले, हामीलाई टिप्नु छैन। यहाँको एक्ज्याक्ट पोइन्टहरू चाहिँ हामी घुम्छौँ अब एकछिनमा। यताको भ्यू हेर्नु है। हामी चाहिँ क्या यो माथि माथि बादल जस्तो लागेको हुनाले केही देखिरहेन चाहिँ पसलहरू छ, पसलहरू सबै कुराहरू पाउँछ यहाँ। यो चाहिँ स्तूपा भइहाल्यो। अन्त पछाडि चाहिँ भ्यू टावर छ, अहिले जानेछु म। यो हो काठमाडौँ सहर। कुहिरो लागेको जस्तो भएको हुनाले केही नै देखिरहेन क्या, तर यहाँबाट भ्यू चाहिँ बबाले देखिन्छ क्या काठमाडौँ। यहाँ तल चाहिँ पिकनिकहरूको लागि ठाउँहरू छोडिदिएको रहेछ। यहाँ यहाँको भइहाल्यो, मन्दिर। यहाँबाट चाहिँ हामी माथि जान सक्छौँ। यो हो गाइस ठाउँ चाहिँ।
ठ्याक्कै चाहिँ हामी चाहिँ फर्केको हाम्रो भ्लग यहीँसम्म छ। अब हामीले यहाँ यो यहीँसम्म समाप्त गर्न लागेका छौँ, चाहेका छौँ। हजुरहरूलाई आउँदै गरेको नयाँ साल 83को धेरै धेरै ह्याप्पी बर्थडे। बाई, फलो चाहिँ गरिदिनुहोस् ल।